हजुर म आउँदैछु ल हस् सो वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लगमा मैले चाहिँ अहिले एउटा लिभ एक्सेप्ट गरिसकेको छ सो रिसिभको लागि जाँदैछु म कति टाढादेखि आइरहेको छु तपाईँले लिनलाई झन् अच्छा हमको सिखा रिया है भयो गयो उनीहरु अगाडि को अनि उनीहरु गयो भनेर डराएको हैन अनि हामी पुगिहाल्छौँ जसरी मेरो फोन लग्यो नि त मैले पठाएको थिएँ के हो र मेरो पठाउँदै आयो उसको पठाएको आएन नि त ए कहाँ म कपनको करुणा हस्पिटलबाट आएको अनि ए भगवान थाहा छ कहाँ हो करुणा हस्पिटल कपन कपनको करुणा हस्पिटल कहाँ पुग्यो त उनीहरू गइसकेर उनीहरू तपाईँ ठ्याक्कै आउने बेला उनीहरू गेट क्रस भइसक्यो थियो त्यो अघिको गेट त्यसो भएदेखि नजिकै होला अनि किन हतार गरे त त्यो मान्छेलाई कहाँ जानलाई हतार रहेछ हौ त्यो पठाउवालालाई अनि अघि नै आयो भने के हुन्छ त अनि 2 मिनट रोक्दा के हुन्छ त्यसलाई अर्को टिप त मेरो पनि टिप्नु छ नि भनेको एकछिन रोक्दा के हुन्छ यार मोक्तान म तपाईँ गोलेसिया परेछ सोल्टिनी परेछ त यार सोल्टिनी परेछ त अनि हामी अन्तै बाटो रोजौँ ल उनीहरू कहाँ पुग्यो हामी अन्तैबाट जाउँ ल कहाँ हो घर दोलखा हो क्या हो रामे साहब रामे साहब होला रामे यहीँको हो र झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती होइन होला है होइन पहिलाको पुरानो घर चाहिँ कता क्या यही हो यहीँको हो र यहीँको गोलेस्याप हो यहीँको गोलेस्याप परेछ हे यार लोकल परेछ नि लोकल परेछ भनेको क्या अनि चिटिक्क भएर कहाँ जान लानुभएको त मम्मी चाहिँ कहाँबाट आउँदै हुनुहुन्छ मम्मीको माइत चाहिँ कता हो र ए यार मेरो आनी पो परेछ त्यसो त एहे रहा नहीं जाता तड़प ही ऐसी है ना मेरो सिन्धुपाल्चोक हो नि त नि सिन्धुपाल्चोक भनेपछि मेरो आनी पऱ्यो नि त मेरो लिसङ्खु मुडे थाहा छ मुडे मुडे हो अनि आनीको छोरीको बिहे भएको छ कि छैन आनीको छोरीको बिहे भएको छ कि छैन हो र बिहे भइसक्यो
इन्गेजमेन्ट ल ल खतम भइहाल्यो नि यार भनेपछि एउटा गानाको याद आयो मलाई घरबारे रहेछ मायालु भन्ने घरबारे यही मङ्सिरमा हुनेवाला हो हो र अनि कहिले हुने त अनि मान्छेको छोरालाई धेरै कुराएर काम छैन नि त अनि इन्गेजमेन्ट गरेर अनि त्यति धेरै कुराएर हुन्छ त भनेको यार अनि हुनेवाला ससुराल चाहिँ कता हो र ए नामगेल ए ल त्यसो भए त नजिकै रहेछ है खास लभ परेर हो कि लभ परेर त होला नि होइन कति वर्ष लभ हो 4 वर्षसम्म डेट गयो ए विदेशतिर ए ल यार गजब भएछ त्यसो भए त यार डेट जानु पर्यो नि त डेट जानु पर्यो नि त नगएर कहाँ हुन्छ अब काली हुने भयो यार साँच्ची काली हुने भयो अब टिकटक चलाउनुहुन्छ होइन ल छैन एक्टिभ छैन अहिले झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती ल ओ माय गॉड के चलाउनुहुन्छ त युट्युब हो ल ठिक छ युट्युब डन ल युट्युब चलायो भने धेरै राम्रो छ कहाँ बस्यो तपाईँको के भन्छ पिएनसी तपाईँको पिएनसी कहाँ बस्नुहुन्छ त्यही त बाहिर त कुन ठाउँ क्या अस्ट्रेलिया झ्याप्प पैसा कमाउने ठाउँ रहेछ नि त अरे यार हो रहेछ यार कोरेको लाउरे तागेछ अनि हो र गोलेसिया यत्तिकै राम्रो हुनुहुन्छ अनि त्यति पछि त लागिहाल्छ नि म त गोलेसिया पछि लाग्यो क्या भने त तर होइन रहेछ यार मलाई लाग्ने टन्नै छ नि भन्ने होला फेरि हो र त्यही त अनि किन हतार गरेर त काम नगर्नु फोन आयो भने हामी झन् गफ गर्दै आएको धेरै कुदाएकै छैन कुदाउनु भने यति बेला पुगिसक्थे अच्छा हमको सिखा रिया है अच्छा अनि दुईजना मम्मी लिन जानु के ल्याउनु भयो मम्मीले दुईजना
दुईजना बोलाएपछि त के भयो तपाईँलाई? म आउँदैछु भनेर कल गर्नु नि त। ए किन कराउनु त अब? बाटोमा आउँदैछु भने सकियो नि। तर हामी लक्की हो यार, ट्याक्कै खोल्यो त। बस पार्क भित्र होइन? ल भित्र नजाने त? ल के ब्याङ्कको दिउँ कि? आयो, वेलकम।